नमस्ते साथीहरू। मैले यसपालि चाहिँ आइपिओ जुन चाहिँ एकदम बुक बिल्डिङ मिल्सबाट आएको छ, एकदमै नेपालको महँगो आइपिओ रिलायन्स स्पिनिङ मिलको बारेमा जानकारी दिन गइरहेको छु। रिलायन्स स्पिनिङ मिलले सर्वसाधारणको लागि पुस 7 गतेदेखि प्राथमिक सेयर निष्कासन गर्दैछ। वैदेशिक रोजगारमा नेपालको लागि पहिलो चरणमा निष्कासन सफलतापूर्वक सम्पन्न भएपछि अब दोस्रो चरणमा आम नागरिक आवेदन दिन पाउनेछन्। यस कम्पनीले बुक बिल्डिङ मेथडबाट मूल्य तय गरेको छ। संस्थागत लगानीकर्ताको लागि तय भएको कट अफ मूल्य 912 रुपैयाँमा 10% छुट दिएर सर्वसाधारणका लागि प्रति किता 820 रुपैयाँ 80 पैसा मूल्य निर्धारण गरिएको छ। यो नेपालको इतिहासमै सर्वसाधारणकर्ताहरूलाई निष्कासन गरिएको अहिलेसम्मकै महँगो आइपिओ हो। लगानीकर्ताहरूले न्यूनतम 50 किताका लागि आवेदन दिनुपर्नेछ, जसमा कुल लागत 41,040 रुपैयाँ परिरहन्छ। अधिकतम 20,000 कितासम्म आवेदन दिन सकिनेछ। यो निष्कासन पुस 11 गतेसम्म खुल्ला रहनेछ र माग अनुसार आवेदन नपरेमा पुस 21 सम्म थप हुन सकिनेछ। कम्पनी वित्तीय अवस्था हेर्दा आर्थिक वर्ष 2081-82मा यसको 1.48 अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको प्रति सेयर आम्दानी इपिएस 27.87 रुपैयाँ र प्रति सेयर नेटवर्थ 248.67 रुपैयाँ रहेको छ। सन् 1994मा स्थापित यो कम्पनी नेपालकै सबैभन्दा ठुलो धागो उत्पादन हो, जसले 4,300 भन्दा बढीलाई रोजगार दिएको छ र आफ्नो उत्पादनको ठुलो हिस्सा भारत र टर्कीमा निर्यात गर्दछ। यद्यपि यो कम्पनी नेपाल विद्युत प्राधिकरणसँग मुछिएको छ। प्राधिकरणमा अनुसार कम्पनीले करिब 75 करोड 36 लाख रुपैयाँ बोकेर तिर्न बाँकी छ। अदालतको आदेश र विभिन्न कानुनी प्रक्रियाका कारण केही समय रोकिएको यो आइपिओ प्रक्रिया अन्ततः धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो। इच्छुक लगानीकर्ताले मेरो सेयर एपबाट आवेदन दिन सक्नुहुन्छ। आइपिओको लगानी गर्नु अघि केही प्राविधिक पक्षहरू बुझ्नु जरुरी छ। कम्पनीको केयर एनपी A- रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता सुरक्षित रहेको सङ्केत गर्छ। यद्यपि बुक बिल्डिङ विधिबाट तय गरेको 820 रुपैयाँ 80 पैसा मूल्य धेरै साना लगानीकर्ताहरूलाई रोजगारमा पारेको छ। सामान्य 100 रुपैयाँमा आइपिओ भर्नु बानी परेको हामी नेपाली लगानीकर्ताको लागि 41,000 भन्दा बढी लगानी अलिक ठुलो जोखिम हुन सक्छ। कम्पनी यो पुँजी नयाँ प्लान्ट र स्थापना र प्राविधिक विस्तारमा खर्च गर्ने योजना बनाएको छ। रिलायन्सले वार्षिक करिब 11 अर्ब रुपैयाँको धागो निर्यात गरेर देशको व्यापार घाटा कम गर्न ठुलो भूमिका खेल्दै आएको छ। यदि विद्युतीय उपभोक्ता विवाद पूर्ण रूपमा समाधान भयो र कम्पनीले आफ्नो उत्पादन क्षमता अझै बढाउन सक्यो भने दीर्घकालीन रूपमा यसले राम्रो प्रतिफल दिन सक्ने अनुमान गर्न सकिन्छ। तर बजारको उतार चढाव र महँगो प्रिमियम मूल्यको कारण लगानी गर्नु अघि आफ्नो जोखिम वहन गर्ने क्षमता मूल्याङ्कन गर्न नबिर्सिनुहोला। कुनै पनि कम्पनीमा लगानी गर्नु अघि यसको सकारात्मक र नकारात्मक दुवै पक्ष बुद्धिमानी हुन्छ। रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बारेमा केही मुख्य कुराहरू यस प्रकार छन्। सबल पक्षहरू चाहिँ अनुभवी र स्थापित कम्पनी रहेको छ। यो 1994 देखि चलिआएको कम्पनी हो। निर्यात आधारित आम्दानी पनि हो। कम्पनीले आफ्नो उत्पादन करिब 70 देखि 75% चाहिँ निर्यातै गर्ने गरेको छ। वित्तीय प्रदर्शन भनेको पछिल्लो समय कम्पनीले 10 अर्ब भन्दा बढी को कारोबार नाफा गरेको छ। नवीकरण र ऊर्जामा लगानी गर्ने गरेको छ। यसले आइपिओबाट सङ्कलित रकम 12 मेगावाट सौर ऊर्जा पनि जडान गर्ने योजना रहेको छ। र यसको जोखिम पक्षहरू भनेको महँगो मूल्य रहेको छ, जुन चाहिँ बुक बिल्डिङ मेलतर्फबाट आएको हो। भोलिको दिनमा यो बढ्छ नै भन्ने चाहिँ अलिक ग्यारेन्टी नहुन सक्छ। विद्युत बोक्यता विवाद पनि रहेको छ, जुन नेपाल विद्युत प्राधिकरणसँग भइरहेको छ। त्यो टुङ्गो के हो ठ्याक्कै अहिले सहमति भयो भने टुङ्गो ठ्याक्कै लागि नसकेको छ। अनि उच्च लगानी आवश्यकता
छ न्यूनतम 50 किताब भर्नुपर्ने चाहिँ अनिवार्य रहेको छ त्यही भएर अलिक विचार गर्नुपर्ने हुन्छ अनि कच्चा पदार्थको मूल्य र विदेशी मुद्रा जोखिम पनि छ हाम्रो देशको मुद्राको भाव भनेको चाहिँ अलिक ठेगान नरहेको छ अब अन्त्यमा शेयर बजारको जोखिम क्षेत्र हो त्यसैले आफ्नो पूर्ण अनुसन्धान गरेर मात्र लगाउने लिनु होला यस्तै महत्त्वपूर्ण र खोजमूलक जानकारीको निरन्तर प्राप्त गर्नको लागि यो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला तपाईको एक सब्स्क्राइबर लाइकले मलाई धेरै सहयोग पुग्नेछ अझै अरू दिन सफल रहोस् धन्यवाद